सहकार समिति सङ्खुवा सभाको तर्फबाट हार्दिक जय नेपालको न्यानो आयोजन तक उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद। जय नेपाल। आदरणीय उपस्थित महानुभावहरू, आज सङ्खुवा सभा जिल्लामा मात्र होइन, देशको 77वटै जिल्लामा यसरी नै यो सर्वसत्तावादका विरुद्ध, निरङ्कुशताका विरुद्ध, भ्रष्टाचारका विरुद्ध, ओली सरकारका अकर्मण्यताका विरुद्ध, बलात्कार, बेथिति, कुसंस्कारका विरुद्ध नेपाली जनताहरूले नेपाली काङ्ग्रेसको 4 तारे झण्डा मुनि गोलबद्ध भएर आवाज बुलन्द गरिरहेको अवस्था छ। आज देशका सबै सदरमुकामहरूमा सरकार विरोधी, केपी सरकार विरुद्धका चर्का नाराबाजी गरेर त्यो सरकारलाई खबरदारी गरिरहेको अवस्था छ। यहाँहरूलाई थाहा छ, सरकार निदाइरहेको अवस्था छ। जनता रोइरहेका छन्, कराइरहेका छन्, छटपटाइरहेका छन्, तडपिरहेका छन्। रोग भोग अशिक्षाले गाजिरहेको छ नेपाललाई, नेपाली जनतालाई। तर सरकार निदाइरहेको अवस्थामा छ। सरकार केही देख्दैन, जनताको आवाज सुनिरहेको छैन, मानव अधिकारवादीहरूको आवाज सुनिरहेको छैन, प्रतिपक्षको आवाज सुनिरहेको छैन। जनप्रतिनिधिहरू बोल्ने ठलो संसदलाई बन्धक बनाइएको छ। अहिलेसम्म संसद अधिवेशन बोलाइएको छैन। न जनताको आवाज सुनिएको छ, न प्रतिपक्षको आवाज सुनिएको छ, न जनताको विषयमा छलफल गर्ने, जनताका अधिकारका विषयमा छलफल गर्ने संसद जस्तो सर्वोच्च निकायमै तपाईँको संसदको आह्वान गरिएको छ। यो अवस्थामा अहिले सरकार निरन्तर रूपमा आफ्ना विरोधीहरू दमन गर्ने, प्रतिपक्षीहरूको आवाजहरूलाई दमन गर्ने, जनताका अधिकारहरू एकपछि अर्को हनन गर्ने दिशातर्फ अगाडि बढिरहेको अवस्था छ। हामीले 70 वर्षभन्दा लामो सङ्घर्ष गरेर ल्याएको यो व्यवस्था यसै यो दिन देख्नको लागि होइन। हामीले राणाको निरङ्कुशतालाई अन्त्य गर्यौँ, पञ्चायतको निरङ्कुशतालाई ढाल्यौँ, राजाको निरङ्कुशतालाई ढिलो छटायौँ। 12 वर्ष द्वन्द्वमा फसेको मुलुकलाई शान्तिमा अवतरण गरायौँ, मुलुकलाई संविधान दियौँ, मुलुकमा निर्वाचन गरायौँ, शान्ति स्थापना गर्यौँ। एउटा संवैधानिक प्रक्रियामा मुलुकलाई हिँड्ने एउटा बाटो नेपाली काङ्ग्रेसले दियो। तर यही दिन देख्नको लागि, यो अवस्थाको लागि नेपाली काङ्ग्रेसले यो सम्पूर्ण परिवर्तनको नेतृत्व गरेको होइन। नेपाली काङ्ग्रेस जनताको पक्षमा काम गर्नको लागि, नेपाली जनतालाई सुविधा सम्पन्न बनाउनको लागि, सुखी बनाउनको लागि, नेपाललाई विकसित बनाउनको लागि, नेपाललाई समृद्ध बनाउनको लागि नेपाली काङ्ग्रेसले यो परिवर्तनको नेतृत्व गरेको। तर अहिले जुन अवस्थाबाट सरकार गुज्रिरहेको छ, झन्डै दुधिएको बहुमत प्राप्त सरकार अहिले जनताको सेवा गर्नुभन्दा पनि आफ्नो दिलो सच्याउनेतर्फ अगाडि बढिरहेको छ। आफ्नो आशय पासेलाई तपाईँको आकर्षक जागिरहरू दिने, नियुक्तिहरू गर्ने, भ्रष्टाचारमा चुल्होमा डुबेको अवस्था छ, तस्करी गरिरहेको अवस्था छ। कात्रोमा समेत कमिसन खाने यो सरकारको कुरा गरेर साध्यै छैन। निर्लज्ज तरिकाले अहिले यो अगाडि बढिरहेको अवस्था छ। जुनसुकै क्षेत्रमा व्यथिति, जुनसुकै क्षेत्रमा विसङ्गतिको अवस्था अहिले छाइरहेको छ। वास्तवमा अहिले यही कारणले गर्दा यो सरकारको कारणले गर्दा यो व्यवस्थाप्रति नै मान्छेहरूले प्रश्न चिन्ह उठाइरहेको अवस्था छ। केपी ओलीजीले हामी भन्न चाहन्छौँ, सम्माननीय प्रधानमन्त्रीजीलाई भन्न चाहन्छौँ, तपाईँले जसरी बैलगाडा चढेर अमेरिका पुग्दैन भनेर हिजो हामी आन्दोलनको मोर्चा नहुँदै गर्दा, हामीले गोली थाप्दै गर्दा, हामीले हाम्रो ढाडमा पुलिसको लाठी बज्रिँदै गर्दा, गुट बज्रिँदै गर्दा हामीले गणतन्त्रको जुन हामीले गगनभेदी नारा लगाएका थियौँ, तपाईँ बालकोटमा बसेर बैलगाडा चढेर अमेरिका पुग्दैन भनेर भन्दै गर्नुभएको थियो। होसियार रहनु होला। जसरी हामीले त्यो आन्दोलनबाट जनताको अधिकार स्थापित गर्न सफल भयौँ, निरङ्कुश राजालाई यो मुलुकबाट हटाउन सफल भयौँ, राजतन्त्रको अन्त्य गर्न सफल भयौँ। नेपाली जनताले चाह्यो भने, नेपाली काङ्ग्रेसले चाह्यो भने तपाईँ 2 मिनट पनि त प्रधानमन्त्रीको कुर्सीमा टिक्न सक्नुहुन्न। यो कुरा तपाईँले लेखेर राख्नुहोस्, होसियार हुनुहोस्। हामी विरोधको शासनलाई मान्छौँ, हामी संसद बहुलवादमा हामी विश्वास गर्छौँ। तपाईँहरूलाई यो 5 वर्ष सरकार चलाउने म्यान्डेट जनताले दिएको छ। हामीलाई प्रतिपक्षको भूमिका निर्वाह गर्ने एउटा चाहिँ जिम्मेवारी जनताले सुम्पिएको छ। हामीले आफ्नो जिम्मेवारी, हामीले आफ्नो भूमिका जिम्मेवार ढङ्गबाट हामीले निभाइरहेका छौँ। हामी जिम्मेवार प्रतिपक्षको रूपमा अगाडि बढिरहेका छौँ। हामी शालीन छौँ, हामी भद्र छौँ। तर यो हाम्रो कमजोरी नठान्नु होला। तपाईँहरूले हाम्रो भद्रतालाई, हाम्रो शालीनतालाई, हाम्रो इमान्दारितालाई तपाईँहरूले कमजोरी ठान्ने कोसिस गर्नुभयो भने राणा, पञ्चायत र राजाको स्थिति तपाईँहरूको हुनेछ। यो कुरा लेखेर राख्नु म अनुरोध गर्न चाहन्छु।
साथीहरू हुनुहुन्छ छुडाइदिन म अनुरोध गर्न चाहन्छु। अब जनता सहनेवाला छैन। नेपाली कांग्रेस यो जनताको दुःख अब यत्रो दिन हेरेर बस्ने अवस्थामा छैन। हामी जुन आदर्शको लागि लड्यौं, जुन सिद्धान्तको लागि लड्यौं, जेको लागि हामीले हाम्रो जीवनको प्रवाह गरिनौं, हजारौं हजार हामीले हाम्रो सहयोगद्वारा गुमायौं। कयौं साथीहरू सँगै मोर्चामा हुँदै गर्दा, आन्दोलनको मोर्चामा हुँदै गर्दा शहीद भयो। ती साथीहरूको आत्मा अहिले रोइरहेको अवस्था छ। हाम्रा आदरणीय वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनाउमा भएको दुर्व्यवहार यहाँले देख्नुभयो होला। यो सरकारको विरुद्ध के अब बोल्न नपाउने, यो सरकारको विरुद्ध के अब लेख्न नपाउने, यो सरकारले भन्दा अरूले कुनै राम्रो काम गर्न खोज्यो भने के अब गर्न नपाउने। वास्तवमा यो कुरा हामीले गम्भीर भएर सोच्नुपर्ने जरुरी छ। हाम्रा आदरणीय वरिष्ठ नेतामाथि जुन अपमान भएको छ, जुन दुर्व्यवहार भएको छ, यो सर्वसत्तावाद र निरङ्कुशतातर्फ अगाडि बढ्न खोजेको, यो अधिनायकवाद ल्याउन खोजेको, यो हामीले खोजेको रूपमा हामीले बुझेका छौँ। अब नेपाली कांग्रेस सहनेवाला छैन। यो अन्याय र अत्याचारको विरुद्ध अब नेपाली कांग्रेसले नेपाली जनतालाई गोलबद्ध गरेर कम्युनिस्टहरूलाई अब नेपालबाट उन्मूलन गर्ने अभियानमा नेपाली कांग्रेस लाग्न जरुरी छ। मैले पहिलेदेखि भनिरहेको छु, हाम्रो विकास र समृद्धिको बाधकै कम्युनिस्टहरू हुन्। सम्झिनुहोस् त, 2007 सालदेखि अहिलेसम्म तपाईँले सम्झिनुहोस् त, कम्युनिस्टले कुन दिन स्थिरताको पक्षमा आफूलाई उभ्यायो, कुन दिन जनताको पक्षमा आफूलाई उभ्यायो। सधैँ अवरोध सिर्जना गरेको छ, सधैँ तपाईँको तोडफोड गरेको छ, सधैँ आगजनी गरेको छ, सधैँ आतङ्क मच्चाएको छ। जनतालाई सुखसँग प्रश्न दिएको अवस्था छैन। यिनी हुन् तपाईँको समृद्धि र विकासको विरोधी। तपाईँ हाम्रो उन्नति प्रगतिको बाधक कम्युनिस्टहरू हुन्। त्यसै कारणले अब हामीले चिन्न जरुरी छ। यी कम्युनिस्टहरूको उन्मूलन नगरिकन तपाईँ हाम्रो विकास र समृद्धि सम्भव छैन। तपाईँ हाम्रो भविष्य उज्जवल छैन। त्यसै कारणले तपाईँ हाम्रो भविष्य उज्जवल बनाउनको लागि, विकास र समृद्धितर्फ मुलुकलाई अगाडि बढाउनको लागि, सम्पूर्ण नेपालीलाई धनी बनाउनको लागि अब कम्युनिस्टलाई उन्मूलन गर्न जरुरी छ। हामीले हाम्रो वाडा तहदेखि नेपालबाट कम्युनिस्ट उन्मूलन गर्ने अभियानमा अब हामी जुटौँ। कुन खालको परिस्थितिले निर्माण भइरहेको छ यहाँले देख्नुभयो। महाराजी काण्ड यहाँले सुन्नुभएको छ। चरित्रको कुरा राजनीतिक चरित्रले गरिन्छ। महाराजीको चरित्र देख्नुभयो, सभामुख हुनुहुन्थ्यो। यही चरित्र हो कम्युनिस्टहरूको। यसरी नै राजनीति गरेर मान्छे अगाडि बढ्न सक्छ। अलि नारायण काजीको कुन खण्ड आइरहेको छ हेर्नुहोस् त। सबभन्दा शालीन भद्र नेता भनेर कम्युनिस्टहरूले मानेको नारायण काजीको हालत हेर्नुहोस्। नेपाली कांग्रेस हेर्नुहोस्, हामी बाहिर जस्तो छौँ, भित्र त्यस्तै छौँ। तर कम्युनिस्टहरू बाघको छाला ओढेको सियाल भएको कुरा अहिले हामीले प्रमाणित भइसकेको अवस्था छ। आफूलाई बाहिर सुकिलो देखाउने, राम्रो देखाउने, भित्रै कुहिएको अवस्था हामीले देखिरहेका छौँ। वास्तवमा अहिले हेर्नुहोस् न, नेकपा सरकार कसरी सञ्चालन भइरहेको छ। आफ्नै पार्टीको अध्यक्षलाई यो सरकारप्रति विश्वास छैन। भ्रष्टाचारी बनिरहेको छ, अपराधी बनिरहेको छ, जेलमारा बनिरहेको छ। यही नेकपाको अध्यक्ष कमरेड प्रचण्डले ओलीलाई भ्रष्टाचारीको संज्ञा दिनुभएको छ, जालीको संज्ञा दिनुभएको छ। केपी ओलीले प्रचण्डलाई महाजालीको संज्ञा दिनुभएको छ। त्यो जाली र महाजालीको त्यो फन्दामा नेपाली जनता कति दिन बस्ने। अब हामी जाग्न जरुरी छ, हामी उठ्न जरुरी छ। त्यसै कारणले म अनुरोध गर्छु, म धेरै लामो बोल्न चाहन्न, म फेरि पनि खबरदार गर्न चाहन्छु। निरङ्कुशतावाद, सर्वसत्तावाद नेपाली जनताले कहिले पनि चाहेको छैन। नेपाली जनता सधैँ लोकतन्त्रको पक्षमा छन्। लोकतन्त्र व्यवस्थाप्रति नेपाली जनताको आस्था र विश्वासप्रति यदि खेलवाड गरेर कुनै शक्तिले खोज्छ भने जसरी समाप्त भए राणाहरू, पञ्चायत राजाहरू, त्यसरी समाप्त हुनेछन् कम्युनिस्टहरू। यसका लागि तपाईँहरू यदि समाप्त हुन चाहनुहुन्न भने जनताको किताबमा आउनुहोस्, लोकतन्त्रको पक्षमा उभिनुहोस्, मुखमा होइन व्यवहारमा काम गर्नुहोस्। नेपाली जनताले सपना देखेर ढाट्न छोड्नुहोस्। कति सक्ने हो त्यति बोल्नुहोस्, कति सक्ने हो त्यति गर्नुहोस्। नेपाली जनताको पक्षमा अलिकति भए पनि आफूलाई हिँड्नुहोस्, तब यहाँहरूले जोगाउन सक्नुहुनेछ। निर्वाचन त अब आउन धेरै छैन। तपाईँहरूले जो क्यार एकपल्ट निर्वाचन जित्नुभयो, नेपाली जनताले तपाईँहरूको असली अनुहार चिनिसकेको छ, देखिसकेको छ। त्यसै कारणले फेरि पनि झुक्याउन सक्छु कि भनेर यदि तपाईँले प्रचेष्टा गर्नुहुन्छ भने तपाईँहरूलाई जनताले अब जनताको घर दैलोबाट, गाउँबाट लक्ष्य छन्। कृपया झुटको पुलिन्दा लिएर नजानु होला, हामी अनुरोध गर्न चाहन्छौँ। र सम्पूर्ण अन्त्यमा सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू यहाँ उपस्थित हुनुभएको छ। यहाँहरूको लोकतन्त्रप्रतिको प्रतिबद्धताका लागि म नेपाली कांग्रेस जिल्ला कार्य समितिको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँहरूलाई थाहा छ, नेपाली कांग्रेसलाई यहाँहरूले जिताउँदै गर्दा नेपाली कांग्रेसका दुईटै हाम्रा प्रतिनिधिहरूलाई यहाँलाई सांसद बनाउँदै गर्दा, मन्त्री बनाउँदै गर्दा वास्तविक सङ्घ सभामा विकासको ढोका खुलेको थियो। सङ्घ सभामा जति पनि विकास निर्माणका क्रियाकलापहरू सञ्चालन
सञ्चालन भएका छन् यी हाम्रै माननीयहरूको हाम्रै मन्त्रीज्यूहरूको पहलमा उहाँहरूकै अगुवाईमा यहाँ विकास निर्माणका कुराहरू भइरहेका छन् अहिले नेकपाका 6 जना मानिसहरू छन् कुनै पनि नयाँ कुरा एउटा गरेर देखाएको छ भने ल आउनुहोस् त सम्झिनुहोस् त एउटा पनि काम गरेर सकिरहेको सिङ्को भत्ता सकिरहेको छैन 6 जना मानिसहरू हुनुहुन्छ विकास निर्माणको हालत के छ हिजो ठिकाबाट भएका चिजहरू पुलहरू बाटोहरू खानेपानीको योजनाहरू अलपत्र अवस्थामा छन् के यसरी नै अगाडि बढ्ने हो सङ्घीयसभा जिल्लाका जनताको विश्वास लिएर गएको तपाईहरू तलब खान हो कि जनताको सेवा गर्न हो अब हामीले ती माननीय जीवहरूलाई सोध्न जरुरी छ हामीले जति गर्न सक्यौँ 70 सालको निर्वाचनमा दुवै क्षेत्र जित्दाखेरि हामीले जति गर्न सक्यौँ वास्तवमा सङ्घीयसभाको इतिहासमा त्यो त्यति धेरै विकास निर्माणको कुराहरू अहिलेसम्म भएको थिएन विकासको जग्गा हामीले निर्माण गरेका छौँ त्यसै कारणले नेपाली काङ्ग्रेस नै हो नेपाली जनताको सच्चा साथ विकास र समृद्धि र विकासको सम्भाग नेपाली काङ्ग्रेस नै हो त्यसै कारणले नेपाली काङ्ग्रेसको विकल्प छैन सङ्घीयसभामा यो देशमा त्यसै कारणले नेपाली काङ्ग्रेसको सङ्गठनलाई मजबुत बनाउनको लागि आज साथीहरू कम्मर कसेर गाउँ गाउँ बस्ती बस्तीबाट जुटौँ म यो अनुरोध गर्न चाहन्छु यहाँले देख्नुभयो काङ्ग्रेसभित्र अन्तर्विरोधका कुराहरू यहाँले सुन्नुभएको थियो होला यहाँको धेरै चासो र चिन्ताको विषय पनि थियो आज दुवै माननीयहरू हाम्रा आदरणीय नेताहरू नेपाली काङ्ग्रेसलाई मजबुत बनाउनको लागि गाउँ गाउँ जाने अभियानमा अब जुट्दै हुनुहुन्छ गाउँ गाउँमा गइराख्नु भएको जनतालाई भेटिराख्नु भएको छ उहाँहरूका गुनासो सुनिराख्नु भएको छ उहाँको सुझावहरू लिइराख्नु भएको छ त्यसै कारण यो अभियान अब नेपाली काङ्ग्रेसले सबै तहमा 10वटा तहमा सञ्चालन गर्नेछ नेपाली काङ्ग्रेसले आफ्नो भातृ संस्थाहरूलाई सशक्त रूपमा अगाडि बढाउनेछ नेपाली काङ्ग्रेसले आफ्नो सङ्गठनलाई चुस्त दुरुस्त बनाउनेछ जनताको आवाजहरूलाई अब आफ्नो आवाज बनाएर बुलन्द गर्नेछ जनताका समस्याहरू समाधान गर्नको लागि काङ्ग्रेस अब हातेमालो गरेर अगाडि बढ्नेछ यसका लागि यहाँहरू तयार रहनु होला हाम्रो नेताहरू तयार हुनुहुन्छ अब हामी आउँछौँ जनताको घर दैलोमा आएर यहाँहरूसम्म हामी हिजो हामीले गरेका बाचा कबुलहरू अब हामी पुरा गर्दै जानेछौँ नेपाली काङ्ग्रेसलाई सशक्त बनाउनुहोस् नेपाली काङ्ग्रेसलाई बलियो बनाउनुहोस् तब मात्र तपाईँ हामी बलियो हुन्छौँ सशक्त हुन्छौँ तपाईँ हाम्रो विकास र समृद्धिको चाहना पुरा हुन्छ यही कुरालाई पुरा गर्नको लागि अब तपाईँ हामी कम्मर कसेर एकजुट भएर अगाडि बढौँ सानोतिनो कुराहरू चाहिँ हाम्रो भएका थियो भने ती कुराहरूलाई म गरेर अगाडि बढ्छौँ र एकता ढङ्गबाट एक मत भएर अगाडि बढ्ने एउटा परिस्थिति निर्माण गरौँ यही शुभेच्छा शुभकामना पनि प्रकट गर्न चाहन्छु आज यत्रो साथीहरू आफ्नो यो मङ्सिरको धमाधम यो आफ्नो व्यस्ततालाई पनि छोडेर लोकतन्त्रप्रति एकता जनाउन यहाँहरू सदरमुकाम खासबारीमा भेला आउनुभयो यसका लागि म पुनः तपाईँहरू लोकतन्त्र लोकतान्त्रिक यो आन्दोलनका योद्धाहरू हुनुहुन्छ यी सम्पूर्ण योद्धाहरूलाई म हार्दिक नमन गर्न चाहन्छु यहाँ उपस्थित हुने सम्पूर्ण साथीहरूलाई म हार्दिक जय नेपालले न्यानो अभिवादन गर्न चाहन्छु।